केसर एक अत्यन्तै दुर्लभ र मूल्यवान फूल हो जसको उत्पत्तिको इतिहास हजारौं वर्ष पुरानो छ। यसको उत्पत्ति प्राचीन ग्रीस र दक्षिण पश्चिम एसिया क्षेत्रबाट भएको मानिन्छ। तर हाल विश्वका प्रमुख केसर उत्पादक देशहरूमा इरान, भारत, विशेष गरी काश्मीर, स्पेन र ग्रीस पर्दछन्। इरानले अहिले विश्वको झण्डै 90% केसर उत्पादन गर्छ। केसर फूल चिसो हावापानी, उच्च भूभाग र राम्रो जल निकास भएको माटोमा फस्टाउँछ। यस फूलको विशेषता भनेको यसको भित्री भागमा हुने 3वटा रातो धागा जस्ता स्त्री केसर अर्थात् स्टिग्माज हुन्, जसलाई सुकाएर नै बजारमा केसरको रूपमा बिक्री गरिन्छ। यी धागा अत्यन्तै हल्का हुन्छन् र 1 किलो सुक्खा केसर बनाउनका लागि करिब 1,50,000 देखि 2 लाखसम्म फूलहरू आवश्यक पर्छ, जसका कारण यसको मूल्य विश्वकै सबैभन्दा महँगो मसला मध्येमा पर्दछ। नेपालमा पनि पछिल्ला वर्षहरूमा केसर खेतीप्रति चासो बढ्दै गएको छ। विशेष गरी मुस्ताङ, मनाङ, जुम्ला, हुम्ला र दोलखा जस्ता हिमाली तथा उच्च पहाडी क्षेत्रहरू केसर खेतीका लागि उपयुक्त मानिएका छन्। केही किसानले परीक्षण स्वरूप सफल खेती पनि गरिरहेका छन्। नेपालमा केसर खेतीका लागि 1500 देखि 2500 मिटर उचाइसम्मको क्षेत्र राम्रो मानिन्छ। केसरको खेतीमा धेरै श्रम लाग्ने भए पनि यसको आर्थिक प्रतिफल अत्यन्तै आकर्षक रहेको छ। हाल नेपालमा सुक्खा केसरको मूल्य प्रति किलो 8 देखि 15 लाख रुपैयाँसम्म पर्छ, जबकि अन्तर्राष्ट्रिय बजारमा यो मूल्य 15 देखि 20 लाख रुपैयाँसम्म पुग्छ। केसर खेतीले नेपालका चिसो क्षेत्रका किसानहरूका लागि वैकल्पिक आम्दानीको राम्रो माध्यम बन्न सक्छ। यसको माग औषधि, सौन्दर्य प्रसाधन, धार्मिक कार्य र पाककला क्षेत्रमा अत्यधिक रहेको छ। नेपालमा केसर खेतीको भविष्य निकै आशाजनक देखिन्छ, तर यससँगै केही चुनौतीहरू पनि रहेका छन्। पहिलो कुरा, केसर खेतीका लागि आवश्यक चिसो जलवायु, हल्का दोमट माटो र राम्रो जल निकास प्रणाली भएका ठाउँहरू सीमित छन्। यस्तो मौसम र भूगोल प्राय हिमाली तथा उच्च पहाडी क्षेत्रहरूमा मात्रै पाइन्छ, जसले यसको व्यावसायिक विस्तारलाई केही कठिन बनाउँछ। तर जलवायु परिवर्तनका कारण मध्य पहाडी क्षेत्रका केही भागहरू पनि क्रमशः उपयुक्त बन्दै गएका छन्। दोस्रो चुनौती भनेको उच्च श्रम लागत र उत्पादन प्रक्रिया हो। 1 किलो केसर उत्पादन गर्न लाखौं फूलहरू हातले टिप्नुपर्छ, जुन निकै समय र श्रम लाग्ने काम हो। साथै आवश्यक प्रविधि, ज्ञान र गुणस्तरीय बिउको अभावले पनि किसानहरूलाई सुरुवातमा समस्या पुर्याएको छ। तर यी चुनौतीहरू बीच पनि सम्भावनाहरू प्रशस्तै छन्। नेपाल सरकार र केही गैर सरकारी संस्थाहरूले हाल केसर खेतीका लागि प्रशिक्षण, प्रविधि हस्तान्तरण र अनुदान कार्यक्रमहरू सुरु गरेका छन्।